आज म कुरा गर्न जाँदैछु टोटल कस्ट फर अस्ट्रेलिया फर ब्याचलर्स। ब्याचलरमा चाहिँ हजुर पढ्न जाँदै हुनुहुन्छ भने हजुरलाई चाहिँ लाग्ने कस्टहरू, हिडन कस्टहरू के कति लाग्छ भन्ने कुरामा चाहिँ आज म डिस्कस गर्न जाँदैछु। सो फर्स्टमा त आउँछ हजुरको डकुमेन्ट्सहरू बनाउँदाखेरि लाग्ने खर्चहरू। अब त्यसमा ट्याक्स पेमेन्ट हुन सक्यो होइन, अब अग्रिमेन्टहरू बनाउन सक्नुहुन्छ त्यसमा होइन, पढ्न सक्छ। अडिट रिपोर्टहरू, स्टेटमेन्ट बनाउने पर्पजको लागि हुने अलिअलि खर्चहरू, त्यो सबै गर्दा चाहिँ मैले यसमा अज्युम गरेको चाहिँ 1 लाख जति लाग्छ भनेर। अब त्यो बाहेक अर्को भनेको अस्ट्रेलियामा अप्लाई गर्दा चाहिँ हजुरले कुनै पनि डकुमेन्ट्सहरू नेपालीमा छ भने त्यसलाई इङ्ग्लिस ट्रान्सलेट गर्नु पऱ्यो, प्लस नोटराइज पनि गर्नु पऱ्यो। अब त्यो चाहिँ हजुरको एक्चुअल चाहिँ के कति लाग्छ भन्ने कुरा चाहिँ हजुरको डकुमेन्ट्सको टाइप्सहरू हेरेर पनि हुन्छ। त्यो चाहिँ 5 देखि 10,000सम्म लाग्न सक्छ। अब अहिलेको लागि चाहिँ मैले एभरेजमा 7,000, दुईको बिचमा 7,000 राखिदिएँ। अब यो बाहेक अर्को भनेको हजुरको लाग्ने कस्ट भनेको एनओसी निकाल्नुपर्छ। एनओसीको कस्ट भनेको 2,000 हो। यो बाहेक ट्युसन फी हजुरले चाहिँ अस्ट्रेलियामा चाहिँ 1 सेमेस्टरको पनि तिरेर जान मिल्ने अप्सन हुन्छ होइन। मैले चाहिँ 1 सेमेस्टरको फी एभरेज राखिदिएको छु। एभरेज 15,000 अस्ट्रेलियन डलर भनेर राखेको छु। सो त्यो बेसिसमा क्यालकुलेट गर्दा चाहिँ अहिलेको करेन्ट एक्सचेन्ज रेट अनुसार चाहिँ 15,50,000 हुन्छ हजुरको 1 सेमेस्टरको ट्युसन फी युनिभर्सिटीमा, नट इन कलेज है। त्यो कलेजमा त योभन्दा सस्तो पनि हुन्छ। यो बाहेक हजुरको इन्सुरेन्स गर्नुपर्छ। अस्ट्रेलियामा चाहिँ इन्सुरेन्सलाई चाहिँ ओएसएचसी भन्छ, ओभरसिज स्टुडेन्ट हेल्थ कभर। यो चाहिँ हजुरले थ्रु आउट हजुरको कोर्सको ड्युरेसनभरिको लागि गर्नुपर्छ इन्सुरेन्स। त्यो चाहिँ टिपिकली हजुरको कम्पनी अनुसार फरक हुन्छ होइन। इन्सुरेन्स कति गर्ने, कति लाग्छ भन्ने कुरा 21,000 देखि 24,000सम्म लाग्न सक्छ हजुरको ब्याचलर्सको लागि। मैले अहिले 22,000 एभरेज यो बिचको अमाउन्ट 22,000 राखेर अज्युम गरेर क्यालकुलेट गरेपछि 2,27,000 भयो यसको। यो बाहेक अर्को हुन्छ हजुरको भिजा फी, जुन चाहिँ अस्ट्रेलियाको एकदमै महँगो छ। अरू कन्ट्रीभन्दा धेरै नै महँगो छ भिजा फी। त्यो छ 2,000 अस्ट्रेलियन डलर। अहिलेको एक्सचेन्ज रेट अनुसार क्यालकुलेट गर्दाखेरि चाहिँ 2,05,000 जति हुन्छ होइन। अब यो त भयो भिजा फी। अब यो बाहेक अर्को भनेको मेडिकल र बायोमेट्रिक हुन्छ। मेडिकल र बायोमेट्रिकको चाहिँ हजुरको मोटामोटी 12,000 जति छुन्छ। 9,500 मेडिकल फी र अनि बायोमेट्रिकको 2,300 समथिङ 8हरू कति छ। त्यो गर्दाखेरि चाहिँ 11,000 चान्चुन हुन्छ, राउन्ड अफ गर्दा 12,000 पुगिहाल्यो। यो बाहेक त लाग्यो अरू कस्टहरू। यसमा यो बाहेक हजुरले एजुकेसन लोन पनि लिनुपर्ने हुन्छ होइन अस्ट्रेलियाको लागि। त्यसमा पनि लाग्ने कस्टहरू टन्नै हुन्छ, जुन स्टुडेन्टले पेरेन्ट्सले पनि सुरुमै एस्टिमेट गरेको हुनुहुन्न। त्यसको नि कुरा गरिहालौँ। सुरुमा हेर्नुपर्दा हजुरको लोन प्रोसेसिङ चार्ज भनेर ब्याङ्कले 0.75% अफ लोन अमाउन्ट भन्छ। मैले चाहिँ 65 लाख राखिदिएको छु लोन अमाउन्ट। त्यो हुन्छ 48,750। भ्यालुएसन चार्ज भनेर हजुरलाई 7,000, 10,000, 12,000सम्म लिने गर्छ भ्यालुएटरले। ब्याङ्कले असाइन गरेकै भ्यालुएटर हुनु पऱ्यो होइन। मैले राखिदिएँ यहाँ 7,000। अर्को भनेको सिआइसिएल चार्ज भन्छ। यो चाहिँ हजुरको फ्यामिली मेम्बर्सहरू को देखाउँदै हुनुहुन्छ होइन, रिलेसनसिप सर्टिफिकेट उहाँहरूको चाहिँ क्रेडिट हिस्ट्री चेक गर्नको लागि लिने चार्ज हो। यो एप्रोक्स 3,000 जति हुन्छ। यो बाहेक अब हजुरको जग्गा अप्रुभ भइसके, लोन अप्रुभ हुन्छ। लोन अप्रुभ भइसकेपछि हजुरले जग्गा रोका गराउनु पर्ने हुन्छ होइन। जग्गा रोका गराउँदा चाहिँ हजुरलाई चाहिँ हाराहारीमा पनि 20 देखि 30,000 जति लाग्छ। मैले यसलाई 25,000 भनेर बिचको अमाउन्ट राखिदिएँ अहिले। यो बाहेक अर्को भनेको हजुरले अब ट्युसन फी हाल्ने बेला चाहिँ लोनबाटै हाल्नु पऱ्यो होइन, डिस्पर्स गराउनु पऱ्यो। त्यो डिस्पर्स गराउने बेला चाहिँ हजुरले 1 मन्थको एडभान्स इनिसियल पेमेन्ट एडभान्स पेमेन्ट पनि गराउनुपर्छ। 8% अहिलेको करेन्ट सिनारियो चाहिँ 8 देखि 9%को एभरेजमा भइरहेको हुन्छ ब्याङ्क अनुसार। यो इन्ट्रेस्ट रेट 8% राख्यौँ भने हजुरको हुन्छ 1 महिनाको इन्स्टलमेन्ट 43,300। यो त भयो टोटल हजुरको भिजाको डिसिजन आउने टाइमसम्मको कस्ट। यो सबै हामीले क्यालकुलेट गर्दा चाहिँ हुन्छ हजुरको 22,30,050 रुपिज। अब यो भिजा पछि पनि हजुरलाई त अभियसली एक्सपेन्सेसहरू त लाग्छ। हजुरको उता गएर टिकट किन्नु पऱ्यो, यो रुमहरू बुक गर्नु पऱ्यो होइन, अकोमोडेसनको लागि, ट्राभलिङको लागि क्यास एक्सचेन्जहरू गर्नु पऱ्यो। सो त्यसको लागि चाहिँ टिकट 1 लाख भनेर राखेको छु। यो बाहेक अकोमोडेसन हजुरले उता रुमहरू बुक गर्नु पऱ्यो, त्यसको लागि 50,000 जति त चाहिन्छ नै हजुरलाई। उतै अलरेडी दिनलाई डिपोजिट एज अ डिपोजिट भनेर। यो बाहेक हजुरले सपिङहरू गर्नुहुन्छ। सपिङ भनेको अब त्यो चाहिँ हजुरको के कति गर्नुहुन्छ भन्ने कुरामा डिपेन्ड गर्छ। 1 देखि 2 लाखसम्म खर्च हुन्छ। मैले 2 लाख नै लेखिदिएँ अहिले। यो बाहेक अर्को क्यास एक्सचेन्ज भनेको चाहिँ मैले 1,000 अस्ट्रेलियन डलर लगाउनु भने हजुरलाई इनफ हुन्छ होइन। त्यो भनेको 1 लाख जति भयो। सो त्यो सबै यो शुद्ध जोड्यो भने चाहिँ हजुरले चाहिँ उड्ने बेलासम्म चाहिँ हजुरको चाहिँ 26,80,050 हुन्छ। यो चाहिँ फर 1 सेमेस्टर। अब हजुरले फुल सेमेस्टरको गर्नुभयो भने फुल इयरको गर्नुभयो भने योभन्दा बढी लाग्न सक्छ। एक्सपेन्सेसहरू चाहिँ अभियसली बढ्छ नि होइन। अहिले चाहिँ मैले गरेको भनेको फर 1 सेमेस्टर मात्रै, किनकि अस्ट्रेलियाको युनिभर्सिटिजहरूमा चाहिँ 1 सेमेस्टर फी तिरेर जान पाउने अप्सन्सहरू छ। सो यो भयो ब्याचलर फर अस्ट्रेलियाको लागि होइन। अब
अर्को भिडियोमा चाहिँ म अस्ट्रेलियामा पढ्न जाँदा मास्टर्स पढ्न जाँदै हुन्छ भने के कति कस्ट लाग्छ भनेर विथ डिपेन्डेन्ट एन्ड विदाउट डिपेन्डेन्ट दुइटैको भिडियो लिएर आउनेछु। स्टे ट्युन्ड। थ्याङ्क यू।